What's up, everybody? Welcome back to another episode of Nepal Lifestyle with me, your boy Kiris. One more time, along with Bullet Flow. Oh yeah. र अलराइट गाइस मैले आज एउटा टपिक लिएर आएको छु मैले केही कुराहरू एउटा क्याफेमा बसेर लेखेको पनि थिएँ इफ आई रिड द्याट बोरिङ हुन्छ होइन अनि प्लस त्यो एउटा कम्पिटिसन म खोल्छु होला किन भन्दाखेरि आई हेभ टु रिमेम्बर फ्यु पोइन्ट्स अनि मैले एक्लै बोल्दै बसेँ नि फेरि ऱ्यान्ड जस्तो सुन्छ होला बुढा मान्छे आएर फेरि गर्नु थाल्यो अनि आजभोलिको बच्चाहरू आजभोलिको जमाना राम्रो छैन आजभोलिको म्युजिक राम्रो छैन आजको फिल्म राम्रो छैन भन्ने टाइपको गफ दिन्छ भन्न थाल हो जस्तो साउन्ड गर्नु लागि भनेर मैले एक्लै भिडियो नबनाएको आई इन्भाइटेड हिम थ्याङ्क यू सो मच फर कमिङ हियर Thank you. ब्याक Thank you so much for calling me. By the way. अनि सो त्यही छ आज कुरा सो दिस नट अ ऱ्यान्ड भिडियो अल्दो इट मे साउन्ड लाइक होइन दिस इज मोर लाइक अ कन्भर्सेसन भिडियो आज हामी कुरा गर्छौँ भाइरलको बारेमा Viral. यस भाइरल भन्ने Okay. टपिकको बारेमा आज कन्भर्सेसन गरौँ डिबेट गरिदिउँ भन्ने भयो क्या भाइरल भन्ने कुरा Like कस्तो viral भन्नाले त्यो like viral. भाइरलको सबै disease कुरा गर्ने भएर हामी कि भन्नाले भाइरल कि- कसरी हुने भन्ने पनि कुरा गर्ने होइन भाइरल के गरी भयो भनेदेखि त्यसलाई कसरी क्याच गर्ने नि कुरा गर्ने Okay. अनि अर्को मेन कुरा चाहिँ भाइरल चेस नगरौँ न यार भन्ने टाइपको कुरा पनि भन्नाले not disease but like viral itself is a disease हैन. भाइरल चाहिँ यो चाहिँ कन्टेन्ट क्रिएसनको मामलामा ए भाइरल okay sorry म मेरो दिमाग सुधातिर गएर हो. दामी हो नि किनभने वर्ड त तीबाट आउँछ नि त Wow. Okay. Oh. यस right. डिजिज जस्तो फैलिनु भएन एक्ज्याक्टली Wow. ब्रोले झन् राम्रो तरिकाले दामी कुरा भन्दै मैले. यु स्टार्टेड कस्तो झन् बम हालिदियो बम पड्काइदियो टपका बम पड्काइदियो एक्ज्याक्टली त्यो भन्न खोजेको भाइरल भनेको एक किसिमको डिजिज हो त्यो फैलिने डिजिज हो नि त भाइरस Exactly. Yes. So there you go. Don't try to be a virus. Don't try to be viral. Try to be artist भन्नु खोजेँ के focus on the art form. Focus on the skill set. मैले चाहिँ स्पेसली यो कुरा चाहिँ कहाँबाट निकाल्न खोजेको भन्दाखेरि नि जस्तो अब कहिले काहीँ जान्छु क्या म क्याफेहरूमा गइरहने क्याफेहरूमा एउटा म्युजिकहरू बवाल हिट भइरहेको हुन्छ कि त्यहाँ दिदीले बनाएको हुन्छ भाउजूले बनाएको हुन्छ चिनेको साथीले बनाएको हुन्छ बहिनीले पनि त्यही सुन्दा हुन्छ त्यो स्क्रोल गरिरहने भाइहरू हुन्छ नि एकछिनपछि फेरि त्यही म्युजिक आउँछ सो द्याट पिस अफ म्युजिक इज भेरी पपुलर होइन अनि त्यो म्युजिकमा तिमीले के कन्टेन्ट बनायो भने तिम्रो पनि नाम हिट हुन्छ क्या होइन अनि Right. भन्न खोजेको त्यो प्लेटफर्महरूले सबैजना काममा लगाइरहेछ क्या Mhm. होइन अब तिमी हिट भएपछि के हुन्छ ल बवाल हिट हुँदो रहेछ जस्तो हुन्छ होइन अनि त्यस्तै भाइरल म्युजिकहरू कन्टेन्टहरू चेस गर्न थाल्छ क्या Yeah, exactly. अनि तिमीले आफ्नो कामहरू बिर्सिन्छ अनि तिम्रो मिडियोकर कन्टेन्टहरू बढ्नु थाल्छ क्या उसमा पनि डिपेन्ड गर्ने रहेछ क्या हामीले त्यो भाइरल कसरी भयो त्यसमा पनि धेरै कुरा डिपेन्ड गर्ने रहेछ है. होइन भन्नाले अनइन्टेन्सनल भाइरल होइन विथ अ गुड एफर्ट एन्ड वर्क इट्स अ गुड थिङ एक्चुअली. मैले भन्नु खोजेँ डोन्ट चेस भाइरल भन्नु खोजेँ क्या इफ ए, यु बिकम भाइरल okay, द्याट्स okay. ग्रेट इफ बिकम भाइरल द्याट्स ग्रेट डोन्ट Okay. चेस भाइरल भन्नु खोजेँ क्या Okay. जस्तो मैले एकचोटि के भएको थियो नि त पुस द बटन कुनै के भन्ने एउटा म्युजिक थियो नि हजुर, त्यो हजुर. वाइल्ड चलिरहेको थियो कि अनि मैले पनि बनाएँ क्या टप डाउन सर्टमा होइन मैले रिल्स Okay. बनाएँ होइन त्यो पनि चल्यो होइन अनि पछि 3-4 दिनपछि मैले टिभीमा हेर्दै बसिरहेको थिएँ युट्युबमा न्यू म्युजिक भिडियोजहरू अनि ठ्याक्क त्यो गीत आयो क्या ए ल मैले रिल्स बनाएको गीत भनेर यसो हेरेको जेआइडीको गीत रहेछ क्या त्योभन्दा पहिला थाहै थिएन जेआइडी गीत भनेर Wow. जो कि म जेआइडीको फ्यान हो कि मैले एमिनेमसँगको कोलाबोरेसन हेरेको छु Same. इमेजिन ड्रागनसँग कोलाबोरेसन हेरेको छु होइन सुनेको छु मैले जेआइडी बगाल छ क्या ऱ्यापमा होइन आई डेन्ट इभन नो म जस्तो मान्छे हिपहपको पारखी कसैले राम्रो म्युजिक गरेर यो ऱ्यापरको भनेर पत्ता लगाउने मान्छेलाई त त्यो भाइरल म्युजिक कसैले बनाएको थाहा थिएन भनेदेखि भन्न खोजेको सी वाट आम ट्राइङ टु से No, I'm getting it, bro. Yeah. सो वाट्स द पोइन्ट अफ चेसिङ भाइरल वेन यु डोन्ट इभन नो त्यो भाइरल म्युजिक बनाएको को थियो भनेर Exactly. Of अनि course. भन्न खोजेको मैले भाइरल बनाएर Damn. Please. मैले You फलोअर got me पाउँछु here, होला you त got me मैले here. फलोअर पाउँछु होला त बुझ्यो भन्नु No way. यो डुप्लिकेट माल भयो नि त म Second copy. Yeah. बुझ्यो Rip भन्नु off. सो भाइरल बन्नलाई चाहिँ एम नगर्नु भन्न खोजेको मेन चाहिँ होइन किप अन पुसिङ योर सेल्फ होइन किन भन्दाखेरि आर्टिस्ट भन्नुहोस् आर्टिस्ट इज बिल्ड इन साइलेन्स तुरुन्त भ्यालिडेसन चाहिँदैन तुरुन्तै के पनि चाहिँदैन होइन त्यो त्यही हो यार म त गर्न चाहदिनँ ब्रो Exactly. म एकदम मलाई कुरा एकदम चित्त बुझ्यो त यार कसम हुन्छ होइन, मान्छेले किनभने, आफ्नो क्राफ्टमा चाहिँ ध्यान दिनु पर्यो कि न कि कसैको भ्यालिडेसन र अटेन्सनमा हुन्छ नि Yes. आफ्नो क्राफ्टलाई चाहिँ मेन कुरा बिल्ड अप गर्नु पर्यो यु हेभ टु मेक द मेन्सन आउट अफ ए क्राफ्ट देन एभ्रीबडी विल ट्राई टु गेट इनसाइड इट हैन त यस अर्काको मेन्सनमा पस्नु भन्दा आफ्नो क्राफ्टबाट मेन्सन बनाउने सो द्याट अरूले पसोस् क्या छ भने पञ्च लाइन ऱ्यापर हो यार पञ्च लाइन हुन्छ यो त इन्स्पिरेसन अनि सो मैले धेरै कुरा मैले कभर गरिसकेँ भन्न खोजेको कुराहरू है अनि त्यो किन भन्दाखेरि अब भाइरलहरू नाम भन्न चाहन्न किनभने नेपाली एक्जाम्पल धेरै छ नेपाली मान्छेहरूको नाम नभन्नु किन भन्दाखेरि कतिजना आफ्नै पर्छ है सो नाम नथोकौँ पनि धेरैजना देखाएको छु हामीले इन्डस्ट्रीमा मैले फेरि यो इन्डस्ट्रीमा यति लामो बसाएको छु आइभ सिन द प्याटर्न्स 3-4 महिनाभन्दा टिक्दैन कतिजना 2 हप्ता 1 हप्ता पनि टिक्दैन भाइरल एभ्रीबडी बिन वाचिङ यु ब्रो होइन Yeah. सो
सो म्यान सो हाउ टु बिकम एन आर्टिस्ट के भन्छ तिमी चाहिँ अब हामीले भाइरल बन्यो भन्दा नि आर्टिस्ट बनाऊ भन्छ म चाहिँ के भन्छु भन्दाखेरि बिकम एन आर्टिस्ट डेभलप एन स्किल सेट अनि बाई द टाइम तपाईँ भाइरल हुनु भएन पनि किन स्किल डेभलप गरिरहने कसैले पत्ता लगाइहाल्छ कसैको क्यामेरामा ल्यान्ड भइहाल्छ कसैले भेटाइहाल्छ कतै न कतै आजभोलि त होइन सबैजनासँग क्यामेरा सबैजनासँग फोन छ कसै भेटाइहाल्छ भइहाल्छ स्किल सेटमा ध्यान दिइरहनु किन स्किल सेट गरेर रेपुटेसन त कोही पनि राम्रो हुन्छ नि त स्किल सेट ध्यान दिनु चाहिँ पहिला हुन्छ तपाईँ बेटर हुन्छ अफकोर्स मेन कुरा त स्किल सेटमा ध्यान दिनु बेटर त हुन्छ होइन अनि बेटर भएपछि अनबिटेबल हो अनि अर्को कुरा बाई द टाइम इफ यु गेट भाइरल अनि अडियन्सहरूलाई पनि त क्याटलग अफ ब्याक क्याटलग हुन्छ नि हेर्नुलाई मजाले अनि फेरि भाइरल क्रिएट गर्न सकियो नि त नि इफ यु हेभ द स्किल सेट तपाईँ एकचोटि मात्र भाइरल भएन नि त भाइरल त ब्याक टु ब्याक क्रिएट गर्न सक्यो नि त एक्ज्याक्टली once you get viral people know your taste मान्छेलाई तपाईँको स्वाद मन पर्यो भने तपाईँले पस्किएको खाना मनको स्वाद पायो भने तपाईँले बनाइरहन सक्यो नि जे कुरामा पनि त्यसलाई कम्पेयर गर्नु मिल्यो क्या लाइक वी क्यान हुन्छ नि कलिमा सेफ हिम हर सेफ होइन कलिमा हुन्छ नि पेन्टर आर्टिस्ट हुन्छ नि कलिमा सिङ्गर कलिमा डान्सर होइन एट द एन्ड अफ द डे कसरी त्यो आफ्नो एक्सप्रेसनलाई हुन्छ नि कुनै एउटा आफ्नो क्राफ्टको थ्रु हुन्छ नि एक्सप्रेस गर्न सक्नुहुन्छ नि स्ट्रङली हुन्छ नि विथ द डेफ्थ हुन्छ नि डेफ्थ कोर है त्यो नै खतरा त्यो नै ऊ भयो नि त एउटा आर्टिस्ट भयो नि त मलाई मैले भनेको कुरा ठ्याक्क मैले यही कुरा भन्नु लाग्यो यार मलाई आजभोलि नि मान्छेले आर्टिस्ट भन्छ नि कलाकार भन्छ नि आर्टिस्ट भनेको चाहिँ डिप वर्क गर्ने मान्छेहरूलाई चाहिँ कलाकार भनेको जस्तो लाग्छ क्या किनभने पहिला मिनिङमै जाने भने त कलाकार त पेन्ट गर्ने मान्छे हो नि त खासमा त सिङ्गरलाई नै कलाकार भन्छ हँसाउने मान्छेलाई पनि कलाकार भन्छ फिल्म खेल्ने मान्छेलाई पनि कलाकार भन्छ हो क्या बनाएको चाहिँ आर्टिस्ट भनेको चाहिँ मान्छेले डिप वर्क गर्ने क्या आफूलाई पुरा सोसाइटीलाई ध्यान नदिकन साथीहरू खेलिरहेकोस् तास खेलिरहेकोस् तर म चाहिँ आफ्नो एउटा डिप यसमा एकहोरो ध्यान दिएर म एउटा खतरा केही कुरा गर्छु दिस विल चेन्ज द वर्ल्ड भन्ने मान्छेहरू चाहिँ कलाकार किन आजभोलि लुजली युज गर्छ नि मान्छेले त्यो पनि कलाकार हो है भन्छ नि त्यो खतरा मान्छे हो भन्छ नि कसै राम्रो इम्प्याक्टफुल कुराहरू जान्छ नि सबजना स्पेलबाट भन्छ नि पनि कलाकार हो यार भन्छ नि थाहा छ सो कलाकार भनेको चाहिँ खतरा मान्छे क्या डिप वर्क गर्ने मान्छे क्या लाइक अब एभरेज भनौँ न त्यो चाहिँ भनेको चाहिँ लाइक he doesn't want to fit in. Outstanding. He doesn't want to fit in. He doesn't care to fit in. He has some kind of zunoon and he believes in it and he's running after it. Yeah, exactly. He's on a mission of something. He's on to the something. He's on to something. Right inside the forest. Bulletproof was it 3 दिन go गर्न सक्छ होला. Especially when you know that, especially when we know that you are around. किनभने हामीलाई तपाईँ पनि मनपर्छ हैन हामीलाई अडियन्स एकदम मनपर्छ. That's why we are rappers हुन्छ नि हामीले त्यसकारण यो प्रोफेसन चुज गरेका छौँ because we want to be around a lot of people. We love from a lot of people from all around the world, you know? Exactly. So when we know you are around, हामी दुईजना पनि छ भने त कुरा ब्याक टु ब्याक निक्लिरहन्छ. तर we don't want to bore you. त्यो छोटो मिठो त राख्छौँ त्यही पनि कुरा त अझै बाँकी छ. Like mainly भन्दाखेरि चाहिँ my point of view बाट भन्दाखेरि चाहिँ हुन्छ नि like we have been उहाँ र म चाहिँ हुन्छ we have been like in the different places हुन्छ नि for like we have shared the stage हुन्छ नि धेरै ठाउँहरुमा हुन्छ नि लाइभ भेटेको छौँ हुन्छ नि हैन तर एट द सेम टाइम एउटा के प्रिभिलेज पनि छ भन्दाखेरि क्यामेराको अगाडि चाहिँ आएर एट द सेम टाइम हुन्छ नि हाम्रो आफ्नो आफ्नो पोइन्ट अफ भ्यू हुन्छ नि सँगसँगै बसेर लाइक तपाईँहरुसँग सेयर गर्न पाउनु हुन्छ नि इट्स अ भेरी डिफरेन्ट पार्ट अफ द स्टोरी फेरि द्याट्स वाट अहिले त्यही भइरहेको छ क्या हामी त्यही स्क्रिप्टमा अहिले हामी रन गरेर भन्ने कुरा अब हामी के भाइरलकै कुरा चाहिँ गरौँ न हैन सो ब्रो एक दुईवटा टिप्स दिनु पर्यो के गरी जस्ट इन केस ल भाइरल त चेस गर्नु हुन मेन फोकस आर्ट्समा ध्यान दिनुहुन्छ सबजनाले भन्ने कुरा त बुझिसक्नु होला बाई नाउ तपाईँले त्यो कुरा थाहा पाउनु होला जस्ट इन केस तपाईँ भाइरल हुनु पर्यो तपाईँ खतरा आर्टिस्ट हुनु पर्यो आफ्नो स्किल सेट डेभलप गर्नु पर्यो कसै क्यामेरामा कैद हुनु पर्यो कोही खतरा इन्फ्लुएन्सर क्यामेरा कैद हुनु पर्यो तपाईँ भाइरल हुनु पर्यो के गर्ने त्यसपछि भाइरल भएपछि त्यो फेमलाई मेन्टेन गर्ने त्यसलाई कसरी हुन्छ आफ्नो के छ आफ्नो निश के छ आफ्नो क्राफ्ट के छ हुन्छ नि त्यही क्राफ्टलाई हुन्छ नि कसरी हुन्छ ट्राई टु बिल्ड इट हैन अनि अल्सो ट्राई टु आज रात भाइरल भएर म हजुर दाइ म आज रात हेर्नु न दाइ मेरो सबजनाले सेयर गरिरहेको छ दाइ म के गर्नु दाइ मजाले कन्टेन्ट बनाउन अब यसलाई कन्टिन्युटी गर आफ्नो कन्टेन्ट बनाउनु छ मजाले रिक्रुट गर नयाँ नयाँ टिम रिक्रुट गर न मजाले त्यसपछि ट्याक्क आफ्नो एउटा ग्रुप बनाऊ त्यसपछि त्यसलाई देखाऊ त्यसपछि collaboration yeah, networking yeah which is suitable and feasible if not feasible then try to fit it so as far as possible your suggestion is once you go viral go out connect with people do collaboration do networking exactly हो नि हामी सोशल बिङ हो नि खासरी मान्छे भनेको है मान्छे त एकदम सोशल बिङ म सोसाइटी जान्छ एक्लै त बस्नु हुँदैन त्यही भएर आर्टिस्टलाई त्यो प्रिभिलेज छ के एउटा दामी फेरि आर्टिस्टहरु धेरै जसो आइसोलेसनमा बनिरहेको हुन्छ once you get famous just go out किन आइसोलेसनमा यु आर बिल्ड इन आइसोलेसन हैन तपाईले गीत लेख्न आइसोलेसन चाहिन्छ टु हैन लर्न योर क्राफ्ट आइसोलेसन चाहिन्छ तर once you get viral just go out
फेरि आइसोलेसन तपाईँले स्किल सेट बनाइसक्नुभयो फेरि लेटर दे गो ब्याक टु द आइसोलेसन फेरि वाक्क लगाएपछि वाक्क लागि फेरि फेरि आउनु थाल्छ नि आउनु थाल्छ। होइन फेरि एक राउन्ड फेरि होइन फेरि के हुन्छ भन्दाखेरि फेरि अगाडि गएपछि फेरि स्किल सेट त्यहाँ अड्किन्छ नि त हुन त प्र्याक्टिसले झन् बढाल हुन्छ मान्छेको अगाडि पर्फर्म गर्न थालेपछि झन् बल बल त हुन थाल्छ तर इन केस इफ यु थिङ्क अझै इम्प्रुभ गर्न मन लागेको छ भने फेरि पछि आइसोलेसनमा आएर अन्डरग्राउन्ड भएर फेरि एक राउन्ड आफूलाई देखाउन सकिन्छ त्यो एउटा काइन्ड अफ डेली बेसिस अफ लाइफ जस्तै त हो नि यो पनि खातिर भन्ने चाहिँ हेर्ने पनि मान्छे त्यही त कहिले समटाइम्स दे वान्ट टु लाइक Dynamics द चाहियो। पिपल हैन त्यो हो कहिले एक्ज्याक्टली बिजी भयो अहिले ब्रेक लियो yeah. काम पुरा गऱ्यो अनि छुट्टी लियो दसैँको छुट्टी लियो एक्ज्याक्टली family सँग बितायो। ओ राइट होइन फेरि जाडोमा अलिकति छोटो दिन बितायो होइन? बितायो, होइन? एकदम। होइन? ओके मेक सेन्स होइन एकदम 100% अनि ओके अनि म चाहिँ अर्को के एड गर्न चाहन्छु भन्दाखेरि वान्स यु गेट भाइरल वाट यु डु इज पहिलो कुरा त यु क्यान थ्याङ्क द अडियन्स होइन तपाईँले थ्याङ्क गर्न सकिन्छ होइन एन्ड देन टेल दे मोर अबाउट यु वेयर यु फ्रम आफ्नो इन्ट्रोडक्सन गराउने बिहाइन्ड द सिन लाने होइन अनि इमिडिएटली फेरि त्यो मात्र गरेर भएन थ्याङ्क यू मात्र भन्नु नि हुँदैन फेरि यो त चेपारे रहेछ फेरि होइन मस्का लाउँदो रहेछ भन्छ फेरि होइन हो कि भन्नु थ्याङ्क यू मात्र भन्दै बस्नु नि भएन फेरि होइन ऊ त्यो नर्भस वाला केस पनि हुन सक्छ समटाइम्स हुन्छ नि मान्छे एकदम एउटा आफ्नो आदरणीय पूजनीय मान्छे भेटेपछि हुन्छ नि होइन एकदम लाइक ऊ खुसी भइरहेछ क्या उसले पनि उसलाई लाइक माया गराएको छैन उसलाई ऊ भइरहेछ तर नर्भस ओभरवेलमिङ हुन्छ नि त अडियन्सलाई ओभरवेलमिङ होला नि त कति थ्याङ्क यू भनेको भयो त अरू गीत बनाउने हुन्छ नि त जस्तो त्यो त्यसमा ब्यालेन्स ल्याउन सक्नु पर्यो ब्यालेन्स पनि ल्याउन सक्नु पर्यो किनभने जस्तो कुनै फ्यानले जस मौका पनि ओभरवेलम भयो भने पनि मलाई अप्ठ्यारो लाग्न थाल्छ क्या लाइक हुन्छ नि लाइक के गर्नु है हिज ओभरवेलम जस्तो लाग्छ कि सो आई हेभ टु फिल लाइक हि इज ह्याप्पी टु सी मी एन्ड हुन्छ नि ओभरवेलम पनि छैन केही डिस्टर्ब पनि भएको छैन हिज जस्ट ह्याप्पी टु सी मी सो त्यस्तो खालको रिलेसन राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो राइट एकदम एक्ज्याक्टली राइट थ्याङ्क यू भने तर ओभरवेल पनि नगरे के गरायो भने उसले तपाईँ जस्तो मान्छे आयो क्या मैले तपाईँलाई चाहिँ थ्याङ्क यू भन्नको नि पुग्यो के ब्रो यार कति एउटा कुरा भन्दा तिमीलाई सेम कुरा भन्दा पनि वाक्कै हुन्छ नि वाक हुन्छ त्यही भन्नु त्यो चाहियो सो अनि त्यसपछि इमिडिएटली अर्को कन्टेन्ट बनाइहाल्ने अर्को कन्टेन्टको बिहाइन्ड द सिन बताउने कि के कन्टेन्ट बनाइरहेको छु भन्ने किनभने वान्स यु गेट भाइरल पिपल विल बी लाइक वाट्स नेक्स्ट अब के गर्दैछौ लट अफ न्यू पिपल विल बी फलोइङ यु हुन्छ नि अब के गर्छ पुरानो क्याटलग पनि हेर्छ एक राउन्ड होइन पुरानो क्याटलग पनि सकिन्छ अब नयाँ के गर्छ फेरि रिमेम्बर भाइरललाई फेरि अर्कोले फेरि रिप्लेस गर्छ नि त सो बिफोर नेक्स्ट वान बिकम्स भाइरल यु हेभ टु किप अन थ्रोइङ नयाँ कन्टेन्टहरू मान्छे अडियन्सलाई बताउने थ्याङ्क यू ओके तर नयाँ कन्टेन्ट बनाएर चाहिँ किप वाच आउट भन्ने टेक देम थ्रु द प्रोसेस एन्ड ड्रप इट सो प्रोसेसमा पनि त्यो कम्युनिटी फिल्स लाइक दे आर पार्ट अफ इट एक्ज्याक्टली एन्ड ड्रप इट एन्ड बाई द टाइम अर्को मान्छे भाइरल हुँदासम्ममा तपाईँ यु हेभ टु इनफ न्यू क्याटलग यु हेभ बिल्ड न्यू रिलेसनसिप किन भन्दाखेरि पहिला भाइरल हुँदा पहिला त चिनेको थिएन नि त्यो बेला तपाईँले गरेको एक्ट र भाइरल भएपछि तपाईँको गरेको एक्ट फरक हुन्छ क्या किन भन्दाखेरि नाउ यु एक्ट लाइक यु नो द अडियन्स नाउ यु एक्ट लाइक यु हेभ एन अडियन्स होइन त्यसरी बिहेभ गर्नुहुन्छ अनि सो त्यो गर्दा गर्दै तपाईँले 4-5वटा कन्टेन्ट दामी बनाइसकेपछि लाइफ टाइम अडियन्स हो क्या सधैँ भाइरल हुन सकिँदैन है के हुन्छ भने भाइरल भएपछि यु हेभ टु मेक देम लाइफ टाइम अडियन्स मजाले एउटा मोमेन्टमली यु हेभ टु बी अ सो योर सेल्फ हुन्छ नि आफ्नो कसरी मान्छेलाई त्यो सो ट्युन इन गर्नलाई हुन्छ नि एभ्री टाइम हुन्छ नि डेस्परेट बनाउने कसरी गर्ने त्यो चाहिँ आफ्नो क्राफ्टमा लाइक उ गर्छ अनि इन केस मान्छेले भ्यालिडेसन दिँदैन भने पनि त्यो त आफ्नो काम हो नि त त्यसलाई कन्टिन्युएसन दिइराख्नु भने चाहिँ फेरि आफ्नो रेस्पोन्सिबिलिटी एट द सेम टाइम फेरि यहाँ धेरै डेफ छ यो चाहिँ कुरा गर्दा गर्दा सोध्दा आउने कुरा भ्यालिडेसन पाए पनि नपाए पनि आफ्नो कन्टिन्युटी गर्नु चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी हो आई Exactly. लाइक द्याट द्याट्स अ पन्च आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ पुरा गर्नु काम गरिरहने थ्याङ्क यू मान्छेले सेयर गर्ला लाइक गर्ला हेर्ला मतलब होइन आफ्नो काम गरिरहने काम चाहिँ गरिरहने जस्तो इभन ब्रो हामीले यताबाट भन्छौँ हाम्रो सानो कम्युनिटी सबै देखेर पाइरहेको हुन्छ होइन तर बाहिरको पनि ब्रो मेन स्ट्रिम मिडिया भनौँ न 50 सेन्टहरू जेजीहरूको पनि कतिवटा गीत निकाल्छ क्या जुन मार्केटिङ गर्न पाउँछ त्यो चाहिँ थाहा हुन्छ कतिवटा थाहै हुँदैन क्या ब्रो कति कोलाबोरेसन गर्दै आउँछ कति फिल्ममा गेममा साउन्ड ट्र्याकमा केमा गीतहरू गाइरहेको हुन्छ क्या ब्रो जुन चाहिँ हुन्छ नि अब प्रमोसनको जुन ट्र्याकहरू चाहिँ प्रमोसनलाई ध्यान दिएको हुन्छ त्यो चाहिँ हिट हुन्छ नि त नि एकदमै न त कतिवटा गीतहरू हुन्छ नि होइन त्यो सो सबै गीत हिट हुँदैन गरिरहनु पर्छ भन्नु खोजेको त्यो एक्ज्याक्टली हो मैले भन्नु लाग्यो नि त्यही अब हामी त नेपालको जस्तो अडियन्सलाई त हामीले त अब मार्केटिङ गर्ने मान्छेहरू पनि हुँदैन हामीले आफै मार्केटिङ गर्ने सो त्यो हिसाबले चाहिँ अब कुनै गीत हिट होला कुनै गीत हिट नहोला तर गर्न चाहिँ गरिरहने जस्ट गो विथ द फ्लो द्याट्स इट होइन गर नि बिकज यु इन्जोय डुइङ इट नट टु गेट भाइरल बट बिकज यु इन्जोय डुइङ इट मेन कुरा भाइरललाई चेस गर्ने के हुन्छ भने भाइरल हुने बित्तिकै तपाईँको सपना पुरा भयो जस्तो लाग्छ एकदम ओ राइट होइन त्यो मजा आएन नि त नि फेरि त्यसपछि के गर्ने त नि आफ्नो त्यो सबै त्यो फुलफिल भएको जस्तो फिल भएपछि त्यसपछि मान्छे अल्छी हुन्छ अनि प्लस भाइरलको धेरै घाटाहरू छ क्या भाइरललाई चेस गर्नु भनेको चिठा किन्नु जस्तो हो क्या एक्ज्याक्टली पर्ला नपर्ला अब तिमीसँग के सधैँ $10 चिठा किन्यो भने 365 दिन एक वर्षमा कति खर्च गरेको कति कहाँ पुग्यो 365 × 10 3650 होइन
हैन Right. एक वर्षमा त्यस्तो Right. पैसा दिनुहुन्छ एक वर्षमा हैन त्यो अँ, $3,650 yeah, इज अ point, लट अफ मनी point. अँ, हैन yeah. 10 वर्षसम्म चिठा के भनेदेखि 30 लाख कति फर्गेट इट यु डु द म्याथ्स त्यो साटोमा गएर तिमीले एउटा सानो I failed in maths. त्योभन्दा त्योभन्दा त तिमीले एउटा सानो बिजनेस गरे हुन्छ एकदम त्यति पैसा 10 वर्ष चिठा खेल्नुभन्दा चट्ट एउटा बिजनेस गर्ने या त म- बिजनेस म कसरी त- प्रोडक्ट बिल्ड गर्ने ध्यान दाइ दिने म त बरु त्यो पैसा मम्मीलाई गरिदिन्छु बरु त्यो आफ्नो छ मम्मीले राम्रो ठाउँमा राख्नुहुन्छ मम्मीले राम्रो एडभाइस दिनुहुन्छ सुनमा राख्नुहुन्छ सुनको भाउ बढिरहन्छ जग्गामा राख्नुहुन्छ जग्गा भाउ बढिरहन्छ यो ट्रेडिसनल कुराहरू पनि ध्यान दिनुपर्छ हामीले सधैँ पनि ग्ल्यामरस कुराहरू मात्रै ध्यान दिनु मोडर्न अनि ग्ल्यामरस मात्र मोडर्न रेस्टुरेन्ट खोल्ने ऊ गर्ने ग्ल्यामरस हामी आयो नि ट्रेडिसनल ब्याकग्राउन्डबाट आएको नि त दाइ, होइन? फेरि त्यही भएर पनि। सो अनि त्यो एउटा डेन्जर भयो होइन एउटा लटरी माइन्डसेट भयो होइन लटरी Yeah. माइन्डसेट गर्नुभन्दा डु बिजनेस होइन Mhm. बिजनेस भनेको लर्न टु बिल्ड अ प्रोडक्ट द्याट यु क्यान रेप्लिकेट पिपल विल किप बाइङ इट Yeah, यस्तो yeah. डिमान्ड भएको प्रोडक्ट फेरि एकचोटि मात्र बनाउने होइन नि त एकचोटि किनेर सकिँदैन त्यो बनाइरहन सक्ने एउटा स्किल्स चाहियो नि त सो द्याट डिमान्ड आइरह्यो भने बनाइरहन सकियोस् बरु कम्पनी रन त्यसो गर्न त- सकियोस् कस्तो भन्दाखेरि त्यो आफ्नो हुन्छ नि एक्सपेक्टेसन मिट हुँदैन भने किप अन फेलिङ के बरु त्यसमा केही छैन किप अन लाइक हुन्छ नि त्यो ट्राइङ स्टिल अन्टिल त्यो आफ्नो मिट हुँदैन नि आफ्नो एउटा एक्सपेक्टेसन मिट त्यो बेलासम्म गरिराख्ने जबसम्म त्यो निस्किँदैन आफूले सोचे जस्तो ओके सरी ओ राइट लेट्स गो जेस् त्यो कुरा फेरि भन्नु न अब एक्सपेक्टेसन मिट भएन भने पनि गरिरहने गरिरहने आफ्नो त्यो कुरालाई रिपिटेसन दिइराख्ने क्या रिपिटेसन दिइराख्ने होइन अब एक न एक दिन त त्यो कुरा अफकोर्स त्यो कुरा फुलफिल नहुन्छ कुरा रेपिटेसनले बेटर पनि हुन्छ क्या मेन कुरा हुन्छ नि, त्यही त त प्र्याक्टिस भनेको रेपिटेसन हो नि रेपिटेसन त बेटर हुन्छ कि त्यही नो डिनाइङ द्याट साइन्टिफिकली रङै पार्न सकिँदैन यो कुरा सक्दैन होइन होइन सो रेपिटेसन किप अन डुइङ इट होइन त्यही नै हो मन्त्र चाहिँ अनि अर्को कुरो चाहिँ भाइरलको प्रब्लम चाहिँ के छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ सानतिनो कुरा गर्दाखेरि भाइरल हुन्छ कि अनि यो मैले चाहिँ पढाएको थिएँ कि मैले सुनेको थिएँ कहाँनिर होइन अनि ब्रेन कन्फ्युज हुन्छ अरे क्या डिप वर्क मिडियोकर वर्कमा के सो त तिमीलाई मिडियोकर वर्क पनि खतरा लाग्न थाल्छ क्या किन अनि फेरि मिडियोकर वर्क गर्दाखेरि यदि सक्सेसफुल पायो भने डिप वर्क गर्नु पर्दैन मिडियोकर वर्क नै चल्दो रहेछ जस्तो लाग्न थाल्छ क्या सो यो ब्रेन गेट फर्गेट्स वाट इज दामी कुरा एन्ड वाट इज मिडियोकर तिम्रो टेस्टै बिग्रियो भने त जुर भएन तिम्रो बुझाइ नै बिग्रियो भने त मेन त त्यो आफ्नो तिम्रो एफोर्ट बुझाइ नै बिग्रियो अरे ल डेन्जर कुरा भएन बुझाइ नै बिग्रियो अरे ल ओके ओके तिम्रो बुझाइ नै ट्विस्टेड भयो भने त्यो डेन्जर हो नि बुझाउनु त्यो त्यही त एफोर्टै ल्याकिङ हुन थाल्यो नि त्यसपछि त अँ, होइन अँ, त्यसपछि त्यही नै सीमितै भएर बस्यो नि त्यही त भइरहेछ नि त अहिले धेरै अँ। मिडियोकर कन्टेन्ट आइरहेछ त्यही नि त होइन भएर। तर अगेन है आम नट ब्लेमिङ न्यू गाइज है एभोल्युसन भइरहन्छ किनभने म पनि ऱ्यापर हो म्यान आई कम फ्रम इलेक्ट्रोनिक म्युजिक ब्याकग्राउन्ड सो यु नो अस्ति एउटा क्लिपमा सुनेको थिएँ कि मैले एउटा एकजनाले भनेको सुनेको थिएँ कि मैले के भनेको भन्दाखेरि हुन्छ नि इट्स नट द्याट हुन्छ यो रियल यो फेक भन्ने कुरै हुँदैन अरे के हुन्छ नि त्यो म्युजिकहरू हुन्छ नि जेनेरेसन अनुसार हुन्छ नि चेन्ज हुँदै हुन्छ नि अपग्रेड हुँदै आइरहेको हुन्छ अपडेट हुँदै आइरहेको हुन्छ नयाँ नयाँ आइरहेको हुन्छ हुन्छ नि यो झापालिस भने जापानिज भनेको है क्या दामी त्यो कुरा क्या खत मैले सेयर गरेको नि त त्यो त्यो हिसाबले त अँ। टुपाक पनि त फेक भयो नि त्यही भने त्यही भने खै त अफ्रिका बमबाटाहरूको नाम कसले लियो खै डिजे कुलहरूको बारेमा कसले लियो कसले राखी मल्लाहरूको बारेमा कसले कसले लियो त्यही त उहाँहरूको पनि थियो त त्यो हिसाबले उहाँहरू त ओरिजिनल भयो त त्यो हिसाबले पछि पछि फेक भयो त होइन नि त्यही भने त्यो भन्न खोजेको हामी चाहिँ यहाँ भाइरलमा के कनेक्ट गर्न सक्छौँ भन्दाखेरि डोन्ट केयर अबाउट वाट पिपल से मान्छेहरूको कामै कमेन्ट गर्ने हो खेलाडीहरू खेलिरहन्छ ताली बजाइरहन्छ एकदम, कुरा काटी बस्छ तपाईँ खेलिरहने हो होइन जस्ट किप अन लाइक रोलिङ द डाइस हुन्छ नि कहाँ कहाँबाट के आउँछ आउँछ रेस्लिङ के भइरहेछ रेसिङ भइरहेछ त रेस्लिङ फेक हो भन्छ नि मान्छेले के भन्ने चुपाने कुराहरू भन्दै थियो नि भन्दै नि त लाइफ इज फेक बट रेस्लिङ इज रियल भन्छ म हुन्छ नि कस्तो भन्दाखेरि एउटा रेस्लिङ सुपरस्टार बन्नको लागि हुन्छ नि मान्छे हुन्छ नि स्क्वायर सर्कलको भित्र रिङभित्र छिरेर हुन्छ नि मल्टिपल टाइम्स हुन्छ नि आफूलाई चाहिँ नि पेन हुन्छ नि फिल गराउनु हुन्छ नि के को लागि भन्दा के उद्देश्यले बोकेर भन्दाखेरि चाहिँ मान्छेको आँखालाई फिस्ट गराउनु न मनलाई फिस्ट गराउनुलाई के मान्छेलाई चाहिँ नि खुसी पार्नलाई मान्छेलाई चाहिँ नि एउटा रेस्लिङ एउटा चाहिँ स्टोरी टेलिङ देखाउनलाई त्यो मान्छे स्क्वायर सर्कल भित्र छिरेर हुन्छ नि आफूलाई बारम्बार पेन फिल गराउँछ नयाँ नयाँ टेक्निकहरू सिक्छ सो द्याट दे क्यान लुक होइन क्यारिजमेटिक एन्ड इन्टरटेनिङ टु यु so they can entertain you. So big respect for all the wrestlers out there. You're Everybody sad. who goes through pain for all happiness and entertainment, we got a lot of respect for them. सानो कुरा दाइ हुन्छ नि नेपालमा हुन्छ नि यो एसियाहरूमा त ठिक छ दाइ हुन्छ नि बट अमेरिका जस्तो देशमा स्पेसली WWE जस्तो मेजर प्रमोसनमा के हुन्छ भन्दाखेरि नि रेस्लर्स गो हुन्छ नि 300 days प्लस ओभर क्या 300 दिन बेसी छ नि रेस्लरहरू हुन्छ नि दे आर आउट फर वर्क हुन्छ नि नट गोइङ फर द भ्याकेसन होइन फेस्टिभल टाइमहरूमा पनि फ्यामिलीभन्दा पर बस्छ क्या
त्यो चाहिँ सोल्जरहरूले पाउने चाहिँ नि एउटा मर्म हुन्छ नि अँ। रेस्लरहरूले पनि पाइरहेको हुन्छ कि प्रोफेसनल रेस्लरहरूले त्यति चाहिँ म स्पोर्ट्स एन्टरटेनमेन्ट भने कि प्रोफेसनल रेस्लर भने कि वाट एभर यु कल देम एक्टर एन्ड स्टिल उम्, दे डु इट फर यु गाइज त्यही भएर कलिङ इट फेक होइन इट्स अ डिस्ग्रेस हुन्छ नि एउटा डिसरेस्पेक्ट सो कस्तो भन्दाखेरि इट्स नट लाइक हाउ यु हुन्छ नि टेक इट हुन्छ नि हाउ फेक इट इज के हुन्छ नि इट्स लाइक हुन्छ नि हाउ रियल दे पुट द एफर्ट जस्ट फर यर एन्टरटेनमेन्ट सेक सही हो वाह दामी भन्यो द वर्ल्ड इज फेक एभ्रिथिङ इज फेक नि हामी सब फेक गरेर त हो नि होइन I mean, just trying to blend in, man. We don't even know what we are, man. भगवानले बनाएर पठाइदियो and we trying to figure out. We faking everything, man, every day. Trying to figure out, trying to blend in, होइन? Exactly. Trying to entertain people, get the money, हुन्छ नि? No. Live in a luxury life. हुन्छ नि? Get all that, हुन्छ नि? Being advertised, shown on TV. We want to be happy, man. We're just faking, just trying to be happy. We're just trying to, हुन्छ नि? फेकलाई हुन्छ नि फ्लेक्स भन्ने अलिकति वर्ड मात्र त उ गर्ने फेक त्यही भने हो नि। So कसैलाई जज नगर्नु कसैलाई पोइन्ट नगर्नु we all trying our best, man. के भन्छ नि दुईटा कुरा छ कि इदर लभ इट अर लिभ इट We all trying. म चाहिँ त्यही भन्छु क्या we all trying our best. We all trying our best. So don't judge. सबैलाई माफी गरिदिनु कि everybody is trying the best. होइन? एकदम त 100% एन्ड प्लस 1% मोर त्यही हो ब्रो. So okay. Now for everybody who wants to go viral, bro चाहिँ के एडभाइस दिन चाहन्छ? जस्ट किप अप ए वर्क त्यही हो थाहा छैन यो नेक्स्ट प्रोजेक्ट माइट बी भाइरल थाहा होइन? छैन इट्स अनसर्टेन के थाहा छैन Keep doing. एक भ्युजमा अड्केर हुन्छ नि सकिनु पनि सक्छ भोलिको दिन हुन्छ नि होइन, ट्रेन्डिङ जान पनि सक्छ मैले- वी नेभर नो मैले चाहिँ यस त्यो चाहिँ गर्नै पर्छ है. त्यसमाथि नि मैले देखेको प्याटर्नहरू चाहिँ तपाईँ भाइरल हुनुहुन्छ भन्दाखेरि दिज आर द थिङ्स यु वान पुट इन युर कन्टेन्ट. किनभने धेरै भाइरल कन्टेन्टमा चाहिँ भाइरल कन्टेन्टले चाहिँ के गर्दो रहेछ भन्दाखेरि नि इट इभोक सम काइन्ड्स अफ इमोसन के या त ट्वा पारिन्छ क्या या त फेसै चेन्ज गरिदिन्छ नि त वर पारिन्छ न्यु खुइच सबै पारिन्छ होइन कि त गरिन्छ यु नो व्हाट आइ एम सेइङ. इट हुन्छ नि एक किसिमको इमोसन्स इभोक गर्छ क्या त सरप्राइज या त स्याड बनाउँछ या त ह्याप्पी बनाउँछ या त यु वान चेन्ज द वर्ल्ड टाइपको हुन्छ यु वान डु समथिङ हुन्छ नि or you amazed or you surprised हुन्छ नि or you shocked होइन. सो रेगुलर कन्टेन्ट बनाएर त्यो नाचेको साचेको वेल देखाएर पनि हुँदैन वेल देखाएर पनि हुन्छ होला वा जस्तो हुन्छ नि बिकज होइन रमाइलो रमाइलो कुरा सबैलाई हेर्न मन लाग्छ एभ्रिबडी लाइक्स टु लुक एट साइनी थिङ्स होइन. म पनि हेर्छु मान्छेहरूको दामी दामी गाडीहरूको घरहरू हेरेर घडीहरू हेर्छु तर त्योभन्दा पनि म कहाँबाट कहाँ पुऱ्याएँ गुड होइन, डिरेक्सन मैले भन्न खोजेको स्पोन्टेनियस भाइरल हुनुलाई चाहिँ बेसिकली यु हेभ टु बी भलनरेबल किन भन्दाखेरि अब त्यो अलिकति भलनरेबल हुनुपर्छ तपाईँ होइन. सेन्सिटिभ अब लाइक आई मिन भलनरेबल या सेन्सिटिभ पनि भयो भनेदेखि इट्स बेटर टु बिकम एन आर्टिस्ट इफ यु क्यान पुट युर सेल्फ इन अदर पिपल सुज इफ यु क्यान अन्डरस्ट्यान्ड हुन्छ नि हाइट एन्ड सेन्स अफ इमोसन भएको मान्छे धेरै आर्टिस्ट हुन सजिलो हुन्छ बिकज दे क्यान फिल अदर पिपल्स इमोसन्स हुन्छ नि वान्स द एन्टर द रुम दे क्यान सी पिपल्स इमोसन्स हुन्छ नि अन्त लेख्न सहिलो हुन्छ अर्काको सुजमा किनभने यु क्यान अलवेज बी राइटिङ अन यर ओन त्यो सकिन्छ नि गीत होइन फेरि धेरै डिस्क्लोज पनि गर्नुपर्छ आफ्नो होइन right, यु वान डु द्याट यु वान किप अ ब्यालेन्स यु वान बी इमोसनल एन्टरटेनर विथ एट द सेम टाइम किप यर प्राइभेट लाइफ प्राइभेट एन्ड किप मिस्ट्री एक्ज्याक्टली stay mysterious, but at the same time be loose enough to connect. वी गोटा बी द मिस्टर थ्रिलर होइन अलिकति गाह्रो छ गाह्रो छ किन हामी चाहिँ द्याट्स वाट आई वान्ट डु एटलिस्ट अब आई डोन्ट नो वाट हाउ अदर आर्टिस्ट लुक एट इट तर मलाई चाहिँ के गर्नु मन लाग्छ नि आई वान्ट कनेक्ट विथ लट अफ पिपल किन भन्दाखेरि होइन यस आई वान्ट कनेक्ट विथ लट अफ पिपल आई एम इमोसनल गाई आई एम सेन्सिटिभ गाई लट अफ इमोसन लट अफ हुन्छ नि थिङ्स द्याट आई फिल सेम पेन्च होइन एन्ड सो आई वान्ट सेयर यु नो हुन्छ नि सो यु नट अलोन भन्ने टाइपको फिल गराउन मन लाग्छ बट एट द सेम टाइम I got my life, you know. I want to enjoy my life. And I want people to judge me. At the end of the day, that matters. And I want to live freely. I don't want people to judge me, but at the same time, I want to spread the message that then you're not alone. We're all together in this. सँगै गीत गाउँ स्टेजमा नाचौँ भिडियो हेर्नुहोस् हामी बनाउँछौँ होइन सेन्ड अस मेसेज इभन Drop us तपाईँहरूको भिडियो पनि हामी हेर्छौँ एट एट द सेम टाइम सो त्यही हो Oh. गाइज हामीले यो भिडियो बनाएको चाहिँ जस्ट टु सो अफ फेस यसो कनेक्ट गरौँ के कन्टेन्ट बनाऊँ भनेर बिकज इजी टु मेक कन्टेन्ट नाउ डेज क्यामेरा खोलेर बोल्यो होइन सो वाइ नट दाइ भेटेको बेलामा सो थ्याङ्क्स फर कमिङ ब्याक म्यान I'll keep on coming back. Come on. होइन आज राम्रो कुरा हो जस्तो लाग्यो Mm.
कहाँबाट कहाँ पुग्यौँ तर थ्याङ्क यू सो मच फर कमिङ गाइस होपफुली दिस डिन्ट टर्न आउट एज अ ऱ्यान्ट भिडियो किनभने मलाई अरूले ऱ्यान्ट गरेको पनि को दाइहरू हुन्छ क्या अनि आजकल केटाहरू 2टा कोडमा गीत बनाउँछ के नयाँ नयाँ केटाहरूको भाइहरू भन्छ सजिलो गर्छ अरू दिन गर्छ भन्छ है ऱ्यान्ट गर्दै बस्छ है एन्ड मलाई तिनीहरू गरेको मलाई आफैलाई मन पर्दैन होइन सो हुन त मलाई आफै पनि त्यस्तो लाग्छ कहिलेकाहीँ होइन तर अब जस्तो तपाईँले चाहिँ त्यस्तो नसोचोस् मलाई जस्तो लाग्छ सो एनिवेज किप डुइङ यर थिङ म्यान जसले जेसुकै भन्नुहोस् अङ्कलहरूले भनिबस्छ तपाईँहरू गर्दै गर्नुहोस् किनभने हामीलाई नि अङ्कलले त्यस्तै भनेको थियो म भनिबस्छु न तपाईँलाई कुरा काट्नुलाई मैले भने पनि माइन्ड नगर्नुहोस् तपाईँ गरिरहनुहोस् At the end of the day, we all are human. होइन End of the day. होइन अँ। गाइस आई नो हाम्रो पुरानो कतिवटा हेटर्स हुनुहुन्थ्यो होला अहिले फ्यान भइसक्नु भयो होला द्याट्स हाउ इट वर्क्स पिस